हेलो एभ्रिवान, वेलकम टु मिनी ब्लग। आज चाहिँ हामी नयाँ ठाउँ, नयाँ कन्टेन्ट, नयाँ भिडियोको साथ तपाईँलाई फुल इन्जोय दिनका लागि हामी चाहिँ बुटोलमा रहेको एकदमै राम्रो ठाउँ चाहिँ घुम्न जान लागिरहेका छौँ। अहिले हामी चाहिँ यहाँबाट रुमबाट चाहिँ हिँडिसकेका छौँ है। अनि हाम्रो त्यो ठाउँ रहेको छ बुटोलको फुलबारी। यो सुचे बहिनी अनि हामी बहिनीहरूसँग म चाहिँ आज नयाँ ठाउँमा चाहिँ घुम्न जान लागेको छु। पहिला हामी तिनौको पुल तरेर हामी चाहिँ टक्क अगाडि गयो भने 800 किलोमिटर होइन नि 800 मिटर अगाडि तिनौको पुलको 800 मिटर अगाडि जतिमा रहेको अवस्थित रहेको एकदमै राम्रो पार्कमा हामी चाहिँ आइपुगिसकेका छौँ। फाइनल्ली गेट देख्न सक्नुहुन्छ अगाडि। अनि हामी चाहिँ टक्क यहाँबाट अटो चढेर यहाँ आइपुग्यौँ र हामी यहाँ झर्छौँ, पैसा दिन्छौँ अनि लाग्छौँ गेटतिर। अनि हामी बिचमा चाहिँ टपहरू विभिन्न किन्ने विचार थियो, तर कुनै मन पर्दैन। अनि यिनीहरूले हेर्छन् टप मन पर्दैन भन्दै हिँड्छन्। अनि त्यसपछि हामी अरू नयाँ नयाँ सामानहरू के छ भन्दै हिँड्यो, तर केही राम्रो लागेन। बस भिडियो मात्र बनाइयो, खोज्छन् अनि राम्रो छ भन्छन्, फेरि राम्रो होइन भन्छन्। म चाहिँ फाइनली एकदम राम्रो टेडीहरू चाहिँ देखेँ अनि फेरि भिडियो बनाइहालेँ। यसै गर्दै हामी बाटोदेखि गेटतर्फ लाग्छौँ। फाइनल्ली म चाहिँ टिकट काट्ने ठाउँमा पुग्छु। अनि टिकट काट्नेमा थोरै भिड थियो। त्यसपछि म टिकट माग्छु अनि यहाँको टिकटको प्राइस चाहिँ 50 रुपियाँ रहेछ। पहिला त आएथ्यो बिर्सेँ अनि दाइबालाई टिकट माग्छु अनि तिनजनाको 180 रुपियाँ टिकट लाग्दो रहेछ। अनि 180 रुपियाँ निकालेर दाइलाई दिन्छु। त्यसपछि टिकट दिनुहुन्छ अनि हामी फाइनल्ली टिकट पनि पाइसक्यो। अब हामी गेटतर्फ लाग्छौँ। अनि म टिकट लिएर गेटमा जान्छु अनि भिडियो बनाउन मिल्छ कि नै सोध्न चाहिँ सोचेन। अनि त्यत्तिकै म यत्तिकै टिकट लिएर चेक गराउन छिर्छु। अनि हाम्रो गार्ड दाइले, यहाँको इन्चार्ज दाइले चाहिँ टिकट चेक गर्नुहुन्छ। अनि हामी चाहिँ यो फुलबारीको गेटबाट भित्र बस्छौँ। अनि देख्न सक्नुहुन्छ फाइनल्ली हामी चाहिँ फुलबारी गेटमा आइसक्यो। गेटबाट पसेर भित्र आउने बेलामा फर्स्टमा देख्नुहुन्छ तपाईँले यो वाटर टक्क लाएर, यसलाई के वाटरफल भन्छ कि समथिङ केही भन्छ। अनि वरिपरिको भ्यू पनि एकदमै राम्रो देखिएको थियो, तर गर्मी फेरि लास्टै थियो है। हामी चाहिँ 12 बजेको घाममा आएको, बेलुका आउनु पर्दो रहेछ भन्दै हामी अगाडि बढ्छौँ। अनि अगाडि मान्छेहरू चाहिँ धेरै थियो। बुटोल फुलबारी भनेको ठाउँमा चाहिँ फोटो खिचिरहेका थिए। अनि बहिनीहरू पनि अगाडि गएर बस्या रहेछ। म चाहिँ भ्लग बनाउँछु भन्दै आएँ, तर त्यहाँको त्यो साउन्डले गर्दाखेरि त्यो भ्लगको त्यो साउन्ड चाहिँ जोड्न सकिएन। त्यसपछि उनीहरूले बोलाउँछ नि आइज बस भन्दै। अनि म त के थाहा है त्यो दुबोमा कुद्न पाइन्छ भनेको चाहिँ, दुबो चाहिँ त्यो नेचुरल चाहिँ रहेनछ। अनि म पनि यत्तिकै जुत्ता लाएर भित्र पस्दिन्छु। अनि बाँसको सानो बाँसको हाम्रोतिर त ठुलो ठुलो बाँस हुन्छ नि त, तर यहाँ चाहिँ एकदमै डेकोरेसन गरेर बाँसलाई सजाएर राखेको हुन्छ। अनि हामी त्यहीँ बस्छौँ एकछिन अनि लाग्छौँ हामी एनिमल कर्नरतिर। अनि यता चाहिँ सबै जनावरहरू देखाउँछु भनेको चाहिँ क्यामेराले चाहिँ सबै चाहिँ देखाएन। अनि यता रहेछ पहिला चाहिँ हिनिपिक भन्ने चाहिँ एरियो, हिनिपिक समथिङ के नाम थियो। अनि यता चाहिँ चितुवा थियो, त्यहाँ जुम गरेर धेरै देखिएन कि, त्यो मसिनो मसिनो पलहरू थियो। अनि हामी चाहिँ हेर्दै 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 गयो। अनि अजिङ्गरहरू पनि थियो, त्यहाँ अजिङ्गर थियो। अनि बाँदरहरू पनि राखेको थियो, स्याल राखेको थियो है। बुटोल फुलबारीमा के थियो हामीले हेरेको। अनि स्याल थियो, त्यहाँ एउटा स्याल भइहाल्यो। अनि हाम्रो गाउँतिर खान्छ नि त्यो मकैहरू खाने भन्ने, त्यो के भन्छ त्यसलाई, सुँगुर बुङ्गो टाइपको हो, त्यो थियो। अनि हामी चाहिँ हेर्दै हेर्दै गयो। गर्मी लास्टै थियो, कति बेला यहाँबाट निस्केर शीतलमा बस्नु पर्ला भन्ने भइरहेको थियो। अनि अजिङ्गरहरू पनि 2वटा थियो ठुलो ठुलो। अनि मयुरहरू, वनकुखुराहरू पनि पालेको थियो। अनि सानो बच्चाहरू, मुसोको बच्चा कि कुन टाइपको मुसोको बच्चाहरू भर्खर जन्माइरहेको थियो। अनि हामी चाहिँ यो ठाउँबाट बिस्तारै बिस्तारै त्यो एनिमलहरू हेर्दै हेर्दै अगाडि निस्किसक्यौँ। अनि हो यो हो के, यो गाउँमा के खाने भन्ने यो तपाईँले देख्नु भएको नि, यसलाई के भन्छ मलाई थाहा थियो, अहिले चाहिँ थाहा भएन एक्ज्याक्टली। अनि हाम्रो यहाँ
पाकेट मार्दाखेरि सावधान भनेर लेखेको थियो। बहिनी फेरि पकेट टमाटर भन्दै थियो क्या, अनि जिस्कायो एकैछिन। अनि चाहिँ हामी चाहिँ लाग्यो टक्क फेरि अर्को एनिमलहरू हेर्न। अनि यता चाहिँ सबै जरायोहरू थियो। अनि यो गर्मीमा चाहिँ पानी नल्याइकन, पानी चाहिँ थियो तल खाइयो, अनि नल्याइकन हेर्दै हेरियो। अनि यहाँ खोले हाँसहरू, यो छुट्टै प्रकारका हाँसहरू रहेछ। यहाँ अचम्म के लाग्यो भन्दा मलाई त्यो जङ्गलमा यो देख्नु भएको नि, यसले चाहिँ मसिम आएर टक्क त्यो मैले यसको घाँटी चिलाइदिन्छु क्या, अनि मसिम आएर सन्च परेर बस्छ हेर्नु है। ए सन्च परेर बस्छ कि एउटा जङ्गली जनावरले नि मलाई चिन्छ है। यहाँ गएपछि मलाई छोड्दिए भन्यो होला नि त। यो पिन्जडाभित्र एउटा, यो बाहिर भयो भने राम्रो हुन्छ नि त। जे कुरा नि बाटो अहिले लाटो भएर मसँग आएर एकछिन बस्छ। अनि हामी फेरि एकैछिनलाई त्यसलाई म चलाइराख्छु। अनि बहिनीहरूले बोलाउँछ, अनि म फेरि त्यहाँबाट लाग्छु। यसलाई यहीँ म तँलाई छोडाउन आउँछु है भन्दै। अनि हामी जान्छौँ फेरि अगाडि अस्ट्रिज हेर्न। यसलाई के भन्छ, सतुरमुर्ग हो कि के भन्छ। अनि यो पनि हाँस्छ हामी आएदेखि, अनि हामीलाई देखेर आ गर्छ। अनि म एकैछिन कहिले पखेटा तानिदिन्छु, कहिले के गर्छ। अनि लास्टमा आएर यसलाई पनि हेरेर हामी चाहिँ लाग्छौँ अर्कोतर्फ। हामी चाहिँ फुलबारीको राम्रो ठाउँ हेरेर अहिले चाहिँ लास्टतिर आउँदै थियौँ। चौरामा चाहिँ हाम्रो आमाहरू चाहिँ नाचिरहनु भएको रहेछ, गीत बजाएर भन्दा पनि आफ्नै मादलहरू लिएर नाच्नु भएको रहेछ। अनि म चाहिँ अगाडि मन्दिर देखेँ। अनि आमाको नाचहरूलाई एकैछिन हेरेर मन्दिरतिर लागेँ म। अनि फेरि आमाहरूको नाच चाहिँ एकदमै मन पऱ्यो कि। अनि एकछिन फेरि त्यहीँ बसेर भिडियो बनाएर हेरेँ। अनि म मन्दिरमा जानु थियो, अनि म चाहिँ मन्दिरको गेटतिर लाग्छु। म चाहिँ मन्दिरको गेटमा जान्छु। अगाडि चाहिँ शिवको मन्दिर रहेछ। अनि म छिटो गरेर जान्छु। मूर्ति पनि थियो साइडमा। अनि म मेन मन्दिरलाई चाहिँ ढोक्छु, पूजा गर्छु भन्दा पनि ढोक्छु भनेर अगाडि गएँ। अनि त्यहाँ गएर मन्दिरमा ढोकेँ, आफ्नो इच्छा, आफ्नो मनमा लागेको कुरा व्यक्त गरेर फेरि म फर्किएँ। अनि मन्दिरको साइडमा माथिबाट एउटा गार्डन देखिएको थियो। अनि त्यो गार्डन हेर्नको लागि म फेरि मन्दिरको साइडबाट अगाडितर्फ लागेँ। अगाडितर्फ एउटा मन्दिर, अर्को मन्दिर जस्तो देखेँ। अनि भित्र के रहेछ भनेर हेरेको, होम गर्ने ठाउँ रहेछ। अनि अँध्यारो थियो, भित्र नगई फर्केँ। अनि पछाडि चाहिँ गार्डन थियो। गार्डन हेर्दै गएको, तल चाहिँ ड्र्यागन फ्रुट रहेछ। एउटा दिदी चाहिँ आइराख्नु भएको थियो। अनि मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। अनि गार्डन तल चाहिँ ड्र्यागन फ्रुट लगाइरहेको थियो। ड्र्यागन फ्रुट चाहिँ फुलेर अब फल्ने क्रममा थियो। अनि म यतिकैमा आमाहरूको डान्स हेर्न फेरि आइपुग्छु। आमाहरू नाचिरहनु भएको थियो। अनि हामी त्यो ठाउँबाट फर्किन्छौँ। हामी गेटतर्फ फेरि भिडियो बनाउँदै यहाँलाई अहिले बाई भन्दै यहाँबाट निस्किन्छौँ। हामी अब नास्ता केही नखाइकन, त्यो ठाउँमा केही नखाइकन उता देवीनगरमा चाहिँ एउटा भाइरल दिदीकोमा गएर खानुपर्छ, एकदमै मिठो पाउँछ भन्दै मुसी हाँसिरहेको थियो मलाई भन्दै। अनि नखाइकन म गएँ। अनि हामी फाइनल्ली त्यो ठाउँमा पनि पुग्छौँ। चटपटी बनिसक्छ। अनि हामी चटपटी खान्छौँ। अनि चटपटी एकदमै पिरो थियो। अनि फेरि मलाई फेरि मुसीले चाहिँ स्प्राइट खान त भनेर स्प्राइट ल्याइदिए। अनि स्प्राइट खाँदै क्रममा फेरि पानीपुरी आयो। अनि फेरि पानीपुरी खाइयो। अनि पानीपुरी चाहिँ मिठो थियो, चटपटी मिठो थियो, हल्का पिरो थियो। अनि सकियो यतिकैमा हामी घर गयौँ।